नमस्कार दर्शक, तपाईँ समक्षमा लाइभ अपडेट लिएर आइरहेको छु म नवीन लामा। दर्शकवृन्द, स्वागत छ सेन्ट्रल डुवर्स न्युजमा। भारत भुटान सीमान्त नजिकै रहेका सेन्ट्रल डुवर्स चियाकमान धेरै नै समस्याले घेरिएको क्षेत्र हो। सेन्ट्रल डुवर्सका दुई किनारमा खोलाको समस्या छ त सालैभरि बाटोको समस्याले सताइरहेको हुन्छ। त्यस समस्यामा कुनै सरकार र कुनै पनि पार्टीको मद्दत पुगेको हुँदैन। आज अलिपुरद्वार जिल्लाका सेन्ट्रल डुवर्स चियाकमानका बास्रा खोलामा बाटोको समस्याले गाउँवासीमा चिन्ताको विषय बनिरहेको थियो। त्यसभन्दा पनि बढी समस्या बास्रा खोलाका एसएसबी क्याम्प नजिकै रहेको चढ्ने उत्रिने ढिपको समस्या रहेको थियो, जो आज सेन्ट्रल डुवर्स चियाकमान म्यानेजमेन्टका तर्फबाट सहायता पुगाई यस समस्याका समाधान भएका छन्। जेसीबी पुगाइएको मद्दतमा सेन्ट्रल डुवर्स चियाकमान म्यानेजमेन्टका टिमलाई सेन्ट्रल डुवर्सका गाउँवासी साथै इनरहाट सेकेन्डरी स्कुलका तर्फबाट धन्यवाद व्यक्त गरेका छन्। अब यो सेन्ट्रल डुवर्समा हामी यत्रो स्टुडेन्टहरू देखेको लिएर कति दुःख छ यो बाटोको लागि। बहुत साल पनि भयो हैन, यहाँनिर मेच्युर नभएकोले गर्दाखेरि डेभलप छैन गाउँमा, गाउँको मान्छे राम्रो मिलिँदैन। जब हाम्रो यत्रो सेन्ट्रल डुवर्समा स्टुडेन्टहरू छ भने सबैजना मिल्यो भने यो बाटो किन पुलदेखिको लिएर सबै कुरो हुन्छ। तर इच्छा आफूले सोच्नुपर्छ क्या, सबैजना उयो गरेर मिलेर राम्रोसँगले काम गर्नुपर्छ। आज बल्ल बल्ल यो जेसीबी लगाएर यो बाटो बनाइदिँदैछ, किनभने अब इक्जामहरू चल्दैछ, नानीहरूलाई जानु आउनु कति असुविधा छ हैन। जेसीबीले बनाइदिए बाटो अब जानु अलिकति सजिलै हुन्छ। र यसरी नै गाउँको मान्छेहरूले पार्टीबाजी जति मान्छेहरू छ ठुल्ठुलो मान्छेहरू सबैले मिलेर यो बाटोको लागि सोच्यो भने त धेरै कुरो बनिनु सक्छ भन्ने मेरो आश छ। यसो तपाईँहरूले नै बुझिदिनुहोस् है, किनभने यो गाउँमा बहुत ठुल्ठुलो मान्छेहरू छ तर बाटोलाई कसैले याद गरेको छैन। हामी यस्तो ड्राइभरहरू भएर आफ्नै गाउँकै मान्छे हो, आफ्नो छोराछोरी जस्तै पाएर गाडीमा हालेर लिएर जान्छ, कति तकलिफ हुन्छ, दुःख हुन्छ, हामीलाई थाहा छ। त्यही भएर तपाईँहरूले बुझेर यो बाटोलाई याद गर्नुहोस्, तपाईँहरूकै नानी जान्छ भने म यति भन्दै म बिन्ती गर्दैछु, याद गर्नुहोस् तपाईँहरूले ल। नमस्कार छ है सबैलाई। सेन्ट्रल डुवर्स सबैले याद गर्नुहोस्, खोला नालाको बाटो हो, तपाईँहरूले याद गर्नै पर्छ। चियाकमान म्यानेजमेन्टलाई सबैलाई थ्याङ्क यू छ, एकदम सबैलाई नमस्कार छ। किनभने यो सेन्ट्रल डुवर्सको जति पनि नानीहरू छ स्कुल जान्छ उनीहरूको लागि धेरै धेरै सुविधा गर्नु भएको छ यति भए पनि। किन यो काम चाहिँ गभर्मेन्टले गर्ने काम हो। जति पनि पार्टीको लिडरहरू छ उनीहरूले सबैले मिलेर यो बाटोहरू हेर्नुपर्ने हो। आज यत्रो सेन्ट्रल डुवर्समा हजारजना स्टुडेन्ट छ, नानीहरू पढ्छ, तर कसैले पनि यो बाटोमा याद गरेको छैन। आज हामीले आएर यसरी बनाउनु पर्दछ, किनभने तपाईँहरूले कम्पनीको मान्छेले सपोर्ट नदिएको भए यो बाटो पनि बनिन्थेन हाम्रो लागि। यति भए पनि धेरै धेरै सुविधा भएको छ हामीलाई। थ्याङ्क यू कम्पनीको म्यानेजमेन्ट साथ दिनुभएको भए।